हजुरहरूलाई थाहा छ विराटनगरमा मिठो स्वरमा रोल कहाँ पाउँछ होला भनेर? अनि गेसेस त्यो प्लेस कहाँ छ कि? जा पूछ क्या? So let me not make this too difficult for you guys. Thanks. Love you. हो हाम्रो द न्यू अरेबियन बिरयानी हाउस। यहाँको द फेमस शोरमा रोल र बिरयानीलाई ट्राई गरेर आज चाहिँ हामी रेटिङ गर्नेवाला छौं। शोरमा कसरी बनाउनु हुँदो रहेछ भन्ने कुराको क्युरियोसिटी बोकेर चाहिँ म चाहिँ त्यही हेर्न पुगे। शोरमालाई चाहिँ त्यसको ब्रेड भने पनि रोटी भने पनि त्यसलाई चाहिँ मजाले सेक्नु हुँदो रहेछ के दायाँ बायाँ गरेर अगाडि पछाडि सबैतिर। रोटी सेकेर चाहिँ एकदम राम्रो क्वान्टिटीमा लोभै नगरी मेयोनिज हाल्दिनु भयो क्या। अनि उहाँहरूले चप गरेर राखेको आफ्नो क्याबेज अनियनहरू पनि हाल्दिनु भयो। के बोले भाइ? अब के बोले? फेरि मेयोनिज आमामा कस्तो लोभ नगरेको जस्तो भएको थियो क्या मलाई चाहिँ मेयोनिज क्वान्टिटी देखेर है। चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिङ के वजह। चिकन चंक्स हालेर र्याप भएपछि हाम्रो पर्फेक्ट शर्मा रोल चाहिँ टेबलमा आइपुग्यो। शर्मा रोल भित्र एकदम ह्युज क्वान्टिटीमा चिकन चंक्स भेजिटेबल्स र मेयोनिज थियो। यसलाई चाहिँ मैले अलिकति केचपसँग खाएँ अनि कस्तो मिठो भयो के। यसलाई चाहिँ म 10/10 नै दिन्छु। यहाँको बिरयानी 120 रुपीज हो। प्लस यहाँको बिरयानी अरू ठाउँ भन्दा चाहिँ किन बेटर लागेको हो भने मलाई चाहिँ नि यहाँ चाहिँ एउटा स्मेल आउँदैन के बिरयानी हाउस जस्तो। अरू ठाउँमा चाहिँ मलाई कस्तो नमिठो खालको स्मेल आउँछ, यहाँ चाहिँ स्मेल आउँदैन। प्लस म राइता प्रिफर गर्दिनँ, मलाई राइता चाहिँ अलिक मिठो लाग्दैन। सो मैले आफ्नो प्लेट छुट्याएर बिना राइताको खाएँ एन्ड इट वाज गुड। बिरयानीलाई चाहिँ म 9/10 दिन्छु बिकज मलाई शर्मा रोल चाहिँ अझै बढी बेटर लागेको थियो। सो प्लिज डोन्ट फर्गेट टु लाइक, कमेन्ट एन्ड सब्सक्राइब। थ्याङ्क यू फर वाचिङ।